यहाँ हेर्नुहोस् माछाहरू तपाईँको हेर्नुहोस् यता यता माछाहरू हिँडिरहेको छ यहाँ बिटिटिटी रहेछ गाइस माछाहरू यता साइडमा तपाईँको खोला अन्त यताबाट चाहिँ तपाईँको यो ल्यान्ड परेर त्यही लागि यसको नाम चाहिँ आइल्यान्ड राखिदिएको गाइस हामीले होइन सानोमै द गाइस तपाईँले हेर्नु सक्नुहुन्छ खोला मेरो ब्याक साइडमा द ब्याक साइडमा मेरो छ आइल्यान्ड होइन गाइस भाइ र म दुईजना दाजुभाइ हेलो गाइस फेरि आइसक्यो हाम्रो ब्लगमा आउने कारण चाहिँ के छ हामीहरू चाहिँ यता सेन्तामबाट चाहिँ माथि वल बाटोबाट जाने चाहिँ लिङ्क चाहिँ म चाहिँ तपाईँको आइल्यान्ड भन्ने एउटा ठाउँ छ यस्तो गरममा चाहिँ हामी स्विमिङ गर्नु गएको अब गाइस म तपाईँलाई एक्सपोज गर्ने छु हाम्रो आइल्यान्ड अन्त यहाँ हेर्नु सक्नुहुन्छ अन्त मसँग मेरो भाइ हिँड्दैछ आसिफ भाइ दाजुको च्यानल सब्सक्राइब गरिदिन सक्नुहुन्छ होला गाइस लु भाइले पनि भनिसक्यो अब गरिहाल्नु पऱ्यो ठ्याक्कै यस दा के छ कहाँको मेरो भाइ यतै माथि हो दा दा यस हजुर दा अन्त गाइस तपाईँले हेर्नु सक्नुहुन्छ गरम निकै छ आज सिन्ताममा तपाईँको अति नै अन्त यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ स्मल गेट यो चाहिँ इन्डिया गेट भन्दा हुन्छ यो चाहिँ इन्डिया गेट चाहिँ इन्डिया गेट जस्तै नै भनौँ न हाम्रो सिन्तामको इन्डिया गेट कृष्ण दाजुले भनेको अरे गेट ला व्हाट द फक गाइस मेरो माइकको कभर झरेको रहेछ अन्त झन् मैले याद पाइहालेँ गाइस होइन माइकको कभर यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गाइस म र भाइ हिँडेको दुईजना भाइ दाजु गरमले साह्रै अब घरमा पनि बसेर अल्छी लागिरहेको थियो छुट्टीमा अन्त केटा मान्छे हो काम गरेर बानी भएको गाइस होइन यो हात चाहिँ चलाउनै पर्छ अन्त हामी चाहिँ माथि फेरि लाग्दिएको वलतिर अन्त जस्तो चाहिँ प्लानिङ गरेको थियो अचानक सडनली प्लान भएको गाइस होइन हाम्रो अन्त सडनली प्लान हुँदा चाहिँ जाउँ भने केटाहरूले पनि त म पनि ठ्याक्कै रेडी भइहाल्यो मलाई पनि ब्लगको कन्टेन्ट पाइहाल्यो होइन गाइस ब्लगको कन्टेन्ट पाउँदा अन्त भाइ पनि सिलगढीबाट हिजो बेलुका नै आइपुगेको जस्ट हिजो नै तपाईँको बेलुका अन्त हुन्छ गाइस यहाँबाट बाटोबाट हेर्दा हुन्छ तपाईँले यहाँ चाहिँ गाइस शीतल छ है तपाईँको शीतल यहाँ चाहिँ गाइस यो दुईजना केटा चाहिँ माथि हिँडिसक्यो अन्त अझै केटाहरू आउँदैछ अन्त मैले चाहिँ भनेको वेट गरौँ भनेकिन केटाहरूलाई अन्त तर केटाहरू चाहिँ भने हिँडिहाल्नु हल्का कुनै के मासुहरूको लिनु परेर अन्त यो भएको गरम त अति छ है गाइस गरम चाहिँ हेब्बी बढेको छ सिन्ताममा हिजोदेखि चाहिँ तपाईँको खास गरम चाहिँ हिजोदेखि तपाईँको स्टार्ट भएको गाइस होइन अन्त यस्तो गरम कि गाइस पसिनाले खलखल भइसक्छ गाइस होइन सिन्ताममा पनि सिलगढी जस्तै गाइस म गरमकै कारणले सिलगढी धरि म गएको छुइनँ गाइस होइन लमसम तपाईँको अघि जाडो महिना आयो भने 1 इयर पुग्छ होला गाइस होइन अन्त खास चाहिँ म जाडो महिनातिर जान्छु गरम किनकि म खप्नै सक्दैन गाइस होइन गरमले यो चाहिँ तपाईँको गर्ल्स होस्टेल एटिटिसीको तपाईँले यहाँ चाहिँ सानो प्लेग्राउन्ड छ गाइस होइन फुटबलको मैले डान्स क्लास गर्दा अन्त डान्स क्लास सकेर अन्त गाइस अन्त 13 वर्षदेखि गरि नै रहेको थिएँ होइन गाइस अन्त मेरो अलिकति के प्रब्लम भएर गाइस अन्त मैले लिभ गरिदिएँ डान्सलाई लिभ गरेन गाइस आई मिन्स डान्स क्लासलाई लिभ गरिदिएँ अन्त डान्स त कला त गाइस हाम्रो होइन लाइफ टाइम कला हाम्रोसँग बस्छ होइन गाइस त्यो चाहिँ गड गिफ्टेड हो कलालाई चाहिँ मान्नु भएन होइन गाइस के भन्छ भाइ ठिकै हो हाम्रो भाइ पनि फुटबल दामी खेल्छ गाइस होइन फुटबलको चाहिँ क्रेजी हो भाइ पनि अन्त क्रिकेटर त छैन क्रिकेटर त हाम्रो एकजना थियो पठान भनिकिन अन्त हाम्रो पठान त उता लाग्थ्यो बिहार लाग्दिएको छ अन्त बिहार लागेर ऊ पनि आएको छैन गाइस यो गरमले चाहिँ हामी चाहिँ मात्रै होला छाता नओढेको तर चाहिँ एकछिनमा हामी पनि चिल भइहाल्छ होइन गाइस स्विमिङ गरेर
अन्त गाइस हामी चाहिँ स्विमिङ पुल नलागेको चाहिएको भए स्विमिङ पुल पनि जानु सक्यो गाइस होइन तर होइन गाइस नेचरसँग चाहिँ हामी होइन गाइस कनेक्टै हामी भएको किनकि गाइस म तपाईँलाई जहिले पनि भन्छु नेचरसँग चाहिँ जति सक्दो कनेक्ट हुनुहोस् नेचर छ भने हामी छ गाइस रुखपात छैन भने गाइस हामी पनि छैन तपाईँले यो कुरा जहिले याद गर्नुहोस् गाइस गाइस यहाँ अगाडि पुल हेर्दै चाहिँ हिँड्नु हुँदैछ यो पुलमा चढ्नुपर्छ पुलमा चढिकन उता जानुपर्छ अपोजिट साइड गइकन त्यहाँबाट मुनि झर्ने बाटो छ हेर्दा हुन्छ के काम चलिरहेको छ यहाँ चाहिँ कुनै गाइसको काम चल्दैछ गाइस होइन तपाईँलाई हेराइदिँदैछु जस्ट ब्लग बनाएको हो दा यहाँ काम गर्दै हुन्छ म कटेट गरिदिन्छु नि दा अनुहार निकाल्दा पनि के हुँदैन नि कान त ठुलो सानो हुँदैन नि गाइस तपाईँको गाइस अनुहार नहेराउनु भन्दै थियो गाइस अनुहार नहेराउनुको मतलब चाहिँ अब तपाईँले बुझ्यो होइन गाइस लाजले नै होला किनकि उनीहरूको त्यो काम गर्दैछ भनिकन होइन गाइस त्यही लाजले अन्त म चाहिँ भन्छु गाइस कुनै पनि काम ठुलो सानो हुँदैन जस्तो पनि काम होस् होइन गाइस पैसा चाहिँ आउनु पऱ्यो मेरो चाहिँ थटले यो हो गाइस होइन अन्त लाज सरम मान्यो भने गाइस लाइफमा के गर्नु सक्दैन फुटबल होइन भाइ के भन्छौ लाज सरम गऱ्यो भने सक्छ हुँदैन लु भाइ लु है गाइस यत्रो भाइले पनि भनिसके होइन सपोर्ट गर्नु होला मेरो दालाई गाइस लु भाइ गाइस होइन भाइले पनि सपोर्ट गरिदिनु भन्दैछ गरि नै दिनुहोस् होला होइन गाइस तपाईँको एउटा सब्सक्राइबरले होइन गाइस एउटा लाइकले एउटा क्लिकले गाइस होइन अरूको लाइफ चेन्ज हुन्छ गाइस होइन तपाईँहरू छ भनेर म छु होइन गाइस तपाईँ छैन भने होइन गाइस तपाईँले छैनको मतलब तपाईँले गर्नै भएन भने गाइस होइन म छुइनँ मेरो चाहिँ म छु तर वर्ल्डमा तर मेरो पहिचान छैन गाइस तर मलाई चाहिँ आफ्नो पहिचान बनाउनु छ गाइस होइन भाइ सही हो लाइफमा गाइस होइन मेरो चाहिँ सानोदेखि थट मलाई चाहिँ नचिन्ने मान्छेले पनि चिनोस् भनिकन गाइस मेरो चाहिँ यो चाहिँ ड्रिम छ होइन गाइस यहाँ गाइस हेर्नु सक्नुहुन्छ आइल्यान्डको चाहिँ नजारा होइन गाइस हेर्नु सक्नुहुन्छ है गाइस यहाँ चाहिँ हाम्रो आइल्यान्डको नजारा होइन गाइस जाउँ भाइ होइन गाइस यो बाटोबाट हिँड्नुपर्छ तपाईँले अन्त तपाईँले यो बाटोबाट हिँड्यो भने गाइस यहाँबाट चाहिँ यताबाट गाइस होइन बाटो चाहिँ तपाईँलाई गाइस मैले पहिला नै भनिसक्यो अलिक अप्ठ्यारो छ बाटो गाइस हाम्रो केटाहरू यहाँ अगाडि लागिसक्यो गाइस होइन उयो पनि लाग्दैछ यता साइडमा तपाईँको खोला अन्त यताबाट चाहिँ तपाईँको यो ल्यान्ड परेर त्यही लागि यसको नाम चाहिँ आइल्यान्ड राखिदिएको गाइस हामीले होइन सानोमै अन्त यसलाई चाहिँ आइल्यान्ड भनेरै बोलाउँछ हामीले अन्त आइल्यान्ड भनेर बोलाउँछ होइन गाइस यहाँ चाहिँ गाइस यहीँबाट हो उफ्रिनु पर्दो रहेछ गाइस होइन दे भाइ क्यामेरा होइन गाइस यहाँ चाहिँ बाटो यस्तो छ गाइस तपाईँले यहाँ चाहिँ हेर्दा हुन्छ गाइस होइन बाटो चाहिँ साह्रै अप्ठ्यारो छ बाटो चाहिँ यस्तो अप्ठ्यारो छ कि त गाइस खुट चिप्लिँदै रहेछ अलिकति ढुङ्गाहरू खोला बढेको टाइममा गाइस यहाँ पनि पानी आइदिन्छ तपाईँको अन्त पानी आउँदा पानीहरू आइदिन्छ तपाईँको यता पनि अन्त यहाँ अलिअलि पानी जाम्मिरहेको रहेछ गाइस तपाईँको जाम्मिरहेको गरम पनि साह्रै छ यताले रुखपात छ गाइस होइन चारैपट्टि यता पनि रुखपातै छ गाइस होइन तपाईँले चाहिँ म पानीलाई लु गाइस हामीहरू होइन यहाँबाट चाहिँ बाटोबाट चाहिँ यहाँ आउनुपर्छ अन्त यताबाट चाहिँ तपाईँलाई अलिक सजिलो पर्छ गाइस होइन बाटो अन्त गाइस माछाहरू हेर्नु सक्नुहुन्छ यहाँ सानो सानो माछा पनि रहेछ गाइस होइन तपाईँको सानो सानो माछाहरू रहेछ गाइस यहाँ पनि सानो पोखरा जस्तो पानीको यो रहेछ गाइस यहाँ हेर्नुहोस् माछाहरू तपाईँको हेर्नुहोस् यत्रो माछाहरू हिँडिरहेको छ यहाँ बिटिटिटी रहेछ गाइस माछाहरू अम्बो तपाईँको यहाँ पनि हेर्नु सक्नुहुन्छ माछा त स्टक रहेछ है गाइस यहाँ चाहिँ
यहाँ चाहिँ माछाहरू खोला बढेको टाइममा गाइस होइन तपाईँको माछाहरू आएको रहेछ खोला बढेरै अन्त खोला बढिँदा त्यसपछि चुक्दा चाहिँ माछाहरू यताउता अड्किरहेको थियो होला गाइस होइन अन्त पानी चाहिँ नभएर जाने चाहिँ उता खोलामा फेरि बाहिर निस्किने बाटो नभएर यहीँ अड्किरहेको छ गाइस होइन माछा अन्त गाइस तपाईँले पानी हेर्नु सक्नुहुनुहुन्छ यति सफा छ कि गाइस पानी चाहिँ ठुलो ठुलो माछा पनि रहेछ गाइस होइन तपाईँले पानी चाहिँ ओपर क्लिन छ गाइस होइन तपाईँलाई त्यस्तो केही डर क्लियर तपाईँलाई हेर्छ होइन क्लियर हेर्छ तपाईँलाई यहाँ यो पानी तपाईँलाई गाइस हेराइदिँदैछु भाइ गाइस हेर्नु तपाईँको चाहिँ यस्तो हुन्छ अलिक मेरो क्यामेरा चाहिँ रोटेट मैले गरेँ अन्त गाइस यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ मेरो भाइ ओके अन्त अझै दुईजना एकजना साथी हो त्यो पनि अन्त अर्को भाइ यो विवेक हो त्यो चाहिँ भाइ हो अन्त साथी र अन्त भाइ दुईजना हिँडिसकेको रहेछ उनीहरू चाहिँ हल्लिमेन्ट जस्तै स्टिकहरू बोकेर रहेछ गाइस होइन मैले यहाँबाट अलिअलि झलक हेरेँ होइन गाइस यहाँबाट चाहिँ हल्लिमेन्टहरू जस्तै होइन गाइस हामीले चाहिँ अलमोस्ट हाम्रो डेस्टिनेसनमा चाहिँ पुगि नै सकेको छ गाइस होइन एडभेन्चर हुने रहेछ गाइस यो चाहिँ पाब्लो एस्कोबारको आइल्यान्ड हो है गाइस पाब्लो एस्कोबारको आइल्यान्ड होइन गाइस भाइ यो कसको आइल्यान्ड हो भन्दै त पाब्लो एस्कोबारको हो कि होइन होइन कसको ए सरी गाइस बब्लु कुमारको रहेछ है गाइस बब्लु कुमारको पाब्लो एस्कोबार होइन रहेछ पाब्लो एस्कोबारको भाइ हो बब्लु कुमार त्यसको यो रहेछ गाइस आइल्यान्ड अन्त गाइस यहाँ वाइट स्यान्ड यहाँ रेस्टुरेन्टहरू गर्दा पनि तपाईँको सजिलो होइन गाइस यहाँ चाहिँ खोला अन्त भाइहरू पौडी खेलिरहेको रहेछ अन्त भाइहरू पौडी खेलिरहेको रहेछ पानी चाहिँ यत्तिको छ होइन गाइस यहाँ गुफा पनि छ है गाइस तपाईँलाई म गुफा पनि हेराइदिन्छु त्यहाँबाट भित्र अन्त यहाँ चाहिँ ढुङ्गा पनि यस्तो मजाको छ कि गाइस यहाँ चाहिँ पानी यहाँ चाहिँ ढुङ्गाहरू पनि त्यस्तो छैन पौडी खेल्दा पनि त्यस्तो चोट लाग्दैन गाइस होइन साबुन पनि झुसुस पनि बोकेरहेछ गाइस केटाहरूले तपाईँले हेर्न सक्नुहुन्छ गाइस यता जुस फ्याक्ट्री होइन यता नै गाइस मेरो ब्याक साइडमा चाहिँ एक्ज्याक्ट जुस फ्याक्ट्री हो जुस फ्याक्ट्रीको त्यहीँ मुनिपट्टि नै हाम्रो चाहिँ यहाँ आइल्यान्डको चाहिँ बिच हो यहाँ चाहिँ त्यो ढुङ्गाले मजाको रहेछ यस रहेछ ढुङ्गा केटाहरू नआउँदैछ नडराई हिँड्नु सक्नुहुन्छ ब्याक साइडमा चाहिँ अप्पर भ्यू छ